फेरि पनि मलाई आज भिडियो बनाउने मुड चलेको छ। र चाहिँ फेसनगर आउँदाखेरि म बस्ने ठाउँ यङदोङ गुनमा चाहिँ ओर्लिएर सिटीको चाहिँ भ्यूहरू यसो कैद गरौँ भनेर भिडियो बनाएको छु। म ओर्लिने बित्तिकैको दृश्य हो यो। लोकल ट्रेनबाट झरेर चाहिँ वरिपरि भएको दृश्यहरू कैद गर्दैछु। अब ट्रेनबाट ओर्लिएर स्टेसन बाहिर निस्किनको लागि प्यासेन्जरहरूको चाप छ यहाँ। भित्ताहरूमा कलात्मक तरिकाले चाहिँ विभिन्न स्ट्याचुहरू बनाइएको छ। यो ठाउँ विशेषको एउटा पहिचानको झलको दिने खालको। अब यहाँ एउटा एलिभेटर र सिँढी दुइटै चढेर बाहिर निस्केका छौँ। बाहिरको दृश्य हो यो। निकै नै सुन्दर, सफा, हरियाली र एकदम चमक देखिन्छ। फराकिला सडक, फराकिलो ट्याक्सी स्टेसन। यो चाहिँ यङदोङ यप। यो चाहिँ बाहिर यङदोङ यपको बाहिरको दृश्य जुन चाहिँ खिचेर नजिकदेखि एकदम क्यामेरामा कैद गर्नु भने ठुलो पहाड चट्टानमय ठाउँ जस्तो देखिन्छ। तर यो चाहिँ बनाइएको गार्डन हो, आर्टिफिसियल गार्डन हो। यो निकै नै सुन्दर छ। यसले गर्दा यो यङदोङ स्टेसनको चाहिँ सुन्दरता अझ बढेको छ। आर्टिफिसियल चराहरू टक्क बसेको अवस्था पनि छ। हेर्नुहोस्, नजिकदेखि खिच्नु भने पुरै चट्टान कहाँको भिर जस्तो देखिन्छ। तर यो एउटा गार्डन हो, यो यपको अगाडिको निकै सुन्दर दृश्य छ। अब यसरी हिँड्दै आउँदाखेरि बाटोमा चाहिँ यङदोङ पुरानो चर्च स्टेसन अगाडिको बाटोहरू क्लियर। फोहोर मैलाहरू त्यति देखिएको छैन। एउटा सिटीमा हुनुपर्ने एउटा सभ्य समाजको विकास क्रम अनुसार भएको परिकल्पना गरिएको मानिस बस्न योग्य सिटी सफा सुग्घर छ। यो चाहिँ यङदोङ सङ्गेल खेवी, यो पुरानो खेवी एकदम कलात्मक जस्तो लागेर तपाईँहरू माझ दृश्यमा देखाइएको छ। बाटोतिरको दृश्य हो। बाटोतिर हिँड्दै जाँदाखेरि जे दृश्य अगाडि आउँछ त्यही भिडियो बनाउने कोसिस गरेको छु। पसलहरू, विभिन्न रेस्टुरेन्टहरू, बाहिरका सजावटहरू क्यामेरामा कैद गर्ने प्रयास गरेको छु। अब एकछिन चाहिँ यो टाइसो कोरेमा एकदम सस्तो सामान्य खालका चाहिँ सामानहरू, अत्यावश्यक सामान, दैनिक उपभोग गर्ने इलेक्ट्रोनिकदेखि लिएर सबै नै पाइन्छ। भाँडाकुँडा, पेन, पेन्सिल प्रायः सबै नै पाइन्छ। खानेकुरादेखि बाहेक सबै पाइन्छ। थोरै सपिङ थियो र एकछिन त्यही किनेर निस्केँ म। अब बाटोमा देखिएका सुन्दर फुलका गमलाहरू हेर्नु कति मजाले सजाइएका छन्।
आज अब लगभग म बसेको ठाउँ पुग्न लाग्यो। बजारको दृश्य आज यति कैद गर्दै तपाईँहरू यसो कोरियाको बारेमा, कोरियामा आउने चाहना छ भने कोरियाको सानो दृश्य हो यो।